एकैछिन यो भिडियो हेरौँ है त, त्यसपछि कुरा गरौँला। एकैछिन। सो गाइज, तपाईँले पक्कै पनि मान्छे त चिनिसक्नु भएको छ होइन। यो हाम्रो अब अहिलेको जल्दो बल्दो गृहमन्त्री सुदन गुरुङजी हुनुहुन्छ होइन। सो मैले यो भिडियो देखाउनको एउटा मात्रै कारण छ होइन, विच इज तपाईँले बुझ्नु जरुरी छ है। सो त्यो बुझ्नु होला पहिला होइन, त्यसपछि अब तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ होइन, वाट एभर यु थिङ्क होइन, तपाईँको सोच कस्तो छ कमेन्ट गर्न सक्नुहुन्छ। सो मैले भन्नु खोजेको चाहिँ झट्ट यो भिडियो हेर्दाखेरि चाहिँ तपाईँहरूलाई चटक नाटक ड्रामा पनि गरेको हो यसले भन्न चाहिँ लागेको हुनसक्छ, तर यो कदापि होइन। हामीले धेरै पछि होइन कि धेरै पछि यस्तो खालको क्रियाकलाप देख्दैछौँ। के भने कुनै पनि मन्त्री प्रधानमन्त्री, अब भनौँ न गृहमन्त्री जस्तो मान्छेले चाहिँ यसरी अब आफू होइन ट्राफिकमा अड्किँदाखेरि अब आफ्नो सर्भिस जुन उनीहरूलाई प्रदान गरिन्थ्यो पहिला होइन, सेवाहरू जुन सुविधाहरू दिइन्थ्यो जनतालाई चाहिँ अब रोकाएर होइन, उहाँहरूलाई चाहिँ रोकाएर पहिला जस भिआइपी भिभिआइपीहरूलाई चाहिँ हामीले पास गरिन्थ्यो बाटोमा होइन। सो यतिखेर चाहिँ यो कुरा चाहिँ सुदन गुरुङले पक्कै पनि नकारेका छन्। मलाई कुनै पनि खालको होइन प्रायःजसो बाटोमा बाटोमा हिँड्दाखेरि चाहिँ गाडीमा भएको बेलामा पक्कै पनि त्यो अब भिआइपी भिभिआइपीको गाडी आएको छ भनेर चाहिँ उहाँहरूलाई छोडिदिने र त्योभन्दा कयौँ आधी एक घन्टा अगाडिदेखि चाहिँ जनताको गाडीहरूलाई चाहिँ होइन रोकाएर राख्ने जुन सिस्टम थियो पहिला होइन, शास्ति दिने गरेको थियो, दुःख दिने गरेको थियो जुन होइन। भिआइपी आउँदैछ भिभिआइपी आउँदैछ तिमीहरू बस भनेर ट्राफिक जुन अडाइदिन्थ्यो बाटोमा होइन, जहाँको त्यही मान्छेलाई स्टक बनाइदिने गरेको थियो हो। त्यो कुरा चाहिँ अब सुदन गुरुङले चाहिँ अब यो यस्तो हुनु हुँदैन भनेर चाहिँ यो कुरालाई यो भिडियो मार्फत त्यसको एउटा उदाहरण भनौँ यो देखाउन खोजेका हुन् उहाँले चाहिँ होइन, उहाँले यो देखाउन खोजेका हुन्। तर अब यसलाई झट्ट हेर्दा ड्रामा जस्तो पनि लाग्न सक्छ होइन, तर यसलाई हामीले पोजिटिभ रूपमा लिने हो भने चाहिँ पक्कै पनि एउटा परिवर्तन होइन, एउटा चेन्ज होइन, देशमा केही चेन्ज हुन लागेको छ है भन्ने सङ्केत पनि यसले दिन्छ होइन। अब यो सोच हामीले पोजिटिभ सोच राखेर यो कुरालाई हेऱ्यौँ भने चाहिँ पक्कै पनि अब देशमा परिवर्तन हुन लागेको छ है भन्ने कुरा चाहिँ हामीले अब होइन मनन गर्न सक्छौँ पक्कै पनि। सो त्यसैले सकारात्मक सोच राखौँ र जहिले पनि राम्रोलाई सपोर्ट गरौँ र नराम्रोलाई पक्कै पनि यो फोहोर जतिलाई चाहिँ अब फोहोर भनौँ अब के भनौँ यो डटी पोलिटिक्स खेल्नेहरूलाई चाहिँ पक्कै पनि चाहे खोरमा राखेर हुन्छ कि होइन, या चाहिँ अब कता डम्पिङ गरेर हुन्छ होइन, जेसुकै होस् चेतना गराएर हुन्छ कि होइन, यिनीहरूलाई चाहिँ सुधार्नु पर्यो या अब सदाका लागि चाहिँ अब सन्यास लिनु पर्यो भनेर उहाँलाई चाहिँ जस फेरि पनि पोलिटिक्समै अब आउनको लागि चाहिँ प्लिज नदिउँ होला होइन। डटी पोलिटिक्स खेल्ने जतिलाई चाहिँ अब फेरि पनि यस्तो मर्यादित भनौँ न पोस्टमा चाहिँ आउन प्लिज नदिनु होला होइन। सो तपाईँ जनताहरू ज्ञानी हुँदै हुनुहुन्छ, यसमा मैले केही पनि बोल्न चाहिनँ। र जेसुकै होस् पहिलाका मन्त्रीहरूले चाहिँ होइन सेफ्टीको नाममा भिभिआइपीको नाममा चाहिँ जनतालाई शास्ति चाहिँ पक्कै पनि दिएकै हुन्। यो जसले नकारे पनि यो नकार्ने कुरै होइन, शास्ति दिएकै हुन् पहिलाको नेताहरूले। त्यसकै अहिले सजाय भोग्न उनीहरू बाध्य भएका छन्, अभियसली उनीहरू बाध्य भएका छन्। सो नेता मन्त्री भनेको चाहिँ मैले भन्नु खोजेको भन्दा पनि अब नेता मन्त्री भनेको चाहिँ जनताका सेवक नै हुन्। जनताले पक्कै पनि आफूलाई केही राम्रो होस्, आफ्नो समाज सुध्रियोस्, समाजमा वातावरण होइन राम्रो होस् भनेरै कुनै एउटा लिडरसिप गर्ने मान्छेलाई चाहिँ भोट दिएर जिताएका हुन्छन्। उसले पक्कै पनि आफूले नै शास्ति आफूलाई नै दुःख होस् भनेर कहिले पनि कुनै पनि जनताले चाहिँ भोट दिएको हुँदैन। आफूलाई र समाजलाई राम्रो गर्छ है यसले भन्ने लागेर चाहिँ होइन उसले आफ्नो एउटा पर्टिकुलर मान्छेलाई चाहिँ पर्टिकुलर पार्टी होस् या मान्छे होस् होइन उसले भोट दिएको हुन्छ
सो आज यो हेर्दाखेरि चाहिँ मलाई पनि झट्ट मैले यो मेरो रिलमा आयो र यो भिडियो हेर्न पाएँ। सो मलाई पनि केही सानो कुरा भन्न मन लाग्यो। सो यो राम्रो हो, यो भइरहेको राम्रो हो। यसलाई पक्कै पनि ड्रामा होइन र नाटक गरेको चटक गरेको प्लिज नभनिदिनु होला होइन। गल्ती उहाँहरूबाट पनि हुनसक्छ भोलिको दिनमा। सो गल्ती भएको खण्डमा पक्कै पनि सुधार गरौँ, तर यो कुराहरूलाई यस्तो खालको कुराहरूलाई चाहिँ पोजिटिभ लिउँ है त। सो गाइज भन्दै आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला र आफ्नो प्रतिक्रियाहरू पनि छेउमा यहाँ कमेन्ट बक्समा तल कता हुन्छ अब कमेन्ट बक्समा लेख्नु होला भन्दै आजको लागि गाइज यति नै। नेक्स्ट भिडियो फेरि डेफिनेटली भेट्नु गर्दै जय देश जय नेपाल, टेक केयर एन्ड गुड बाई।